आँसु लुकाई हाँसो दिने दुख सबै आफै लिने आफ्नो सपना बिर्सिएर हामीलाई संसार दिने हात समाई हिँड्न सिकाउने लड्दा फेरि उठ्न सिकाउने आमा तिम्रो माया बिना यो जीवन अधुरो हुने। ओहो दाइ खै त आएन त छोरो आउँदै होला बाटोमा छोरा। यत्रो समय त कुर्यो, अब के हतार? काका काकी पिर चिन्ता नगर्नु, भाइ आउँदै होला। आमा ए आमा मेरो छोरो आए जस्तो छ, बोलाउँदैछ। काकी केही आवाजै सुनेको छैन त। त्यही त हामीले केही सुनेकै छैनौँ। तपाईँले के भयो? होइन नानी, मेरै कानले सुनेको। मेरो छोराले आमा भनेर बोलायो, मेरै छोराको आवाज हो। मनले धेरै सम्झेपछि कानमा त्यही आवाज आउँछ। हाम्रो छोरा पक्कै आउँछ, तिमी चिन्ता नगर। तर कहिले आउँछ बुढा? दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, आज त आउँछु भनेर यतिखेरसम्म आएन। बाटो हेर्दा हेर्दा मेरा आँखा ताकिसके। हरेक मान्छेको पाइलाको आवाजले लाग्छ मेरो छोरा आयो भनेर। चिन्ता नगर्नु भाउजू, आउँछु भनेपछि पक्का आइहाल्छ नि। फोन गरेर आउँछु भनेपछि त आइहाल्छ नि। तपाईँहरू आउँछ आउँछ भन्नुहुन्छ, कतिखेर आउँछ? बेलुका पनि सुत्ने बेलामा बाटो हेर्छु, बिहान पनि उठ्ने बित्तिकै बाटोतिर हेरेर बस्छु। यो आँगनमा उसको पाइला कहिले पर्छ? हो काकी, तपाईँ रुएर भाइ घर छिट्टो आउने हो र? तपाईँले भन्नुहुन्थ्यो नि कहिले आशा मार्नु हुँदैन भनेर, बिर्सिनु भयो? आशा त मैले पक्कै मारेको छैन। यही आशामा त अहिलेसम्म बाँचिरहेको छु। कहिले काहीँ लाग्छ मेरो छोराले मलाई सम्झिनै पो छाड्यो कि। तिमीले यस्तो कुरा नगर न बुढी। नसम्झेको भए भाउजू घर आउँछु भनेर फोन गर्थ्यो त। आउँदैन, आज पनि आएन थियो। हरेक दिन भोलि आउला भनेर कति जेल बाँच्छु म। मनलाई बलियो बनाऊ बुढी। तपाईँले मलाई सम्झाउनु पर्दैन धेरै। आज मेरो मन धेरै हत्तिएको छ। काकी धेरै नरुनुहोस् क्या, भाइ जहाँ भए पनि ठिक छ। मलाई कमजोर नबनाउनुहोस्। काका, ए काका, बाहिर आउनुहोस् त। ए बाबु आए जस्तो छ। किन बाबु, के भयो? किन दगुर्दै आएको? काका तपाईँसँग सानो कुरा थियो, यता आउनु एकचोटि। किन, के भयो र बाबु? कसरी भन्नु काका, ऊ आउँदै थियो अरे। आउँदै थियो रे? के भयो बाबु? कसरी भन्नु काका, गाडी दुर्घटना भएछ। के रे बाबु, के भनेको? हो काका, गाडी धेरै तल झरेको रहेछ। उसको अहिलेसम्म मोबाइल मात्रै भेटिएको छ अरे। हिँड्ने बेलामा म घर आउँदैछु है भनेर मलाई कल गरेको थियो। त्यही अन्तिम नम्बर हेरेर मलाई कल गरेछन् उद्धार गर्नेहरूले। उसलाई त अहिलेसम्म भेटेको छैन अरे। के सुन्नु परेको बाबु? अब के गर्ने त? काका, अहिलेसम्म त उसको मोबाइल मात्रै भेटिएको छ अरे। यही नै ठुलो कुरा हो। गाडीमा 40-45 जना रहेछन्। कति त मरेका छन् रे, कति घाइते छन् रे। उसलाई अहिलेसम्म भेटिएको छैन रे। यो कुरो अब काकीलाई यो कुरा कसरी सुनाऊ? म यसरी छोराको बाटो हेरेर बसिरहनु भएको छ। मैले पनि यो कुरा कसरी सुनाउने बाबु? अहिलेसम्म उसलाई छोरा आउँछ भनेर सम्झाउँदै थिएँ। अब यो मुखले कसरी खबर सुनाऊ? बुढा चिरन किन आएको रहेछ?
के गर्दैनु छ तपाईँहरू त्यहाँ? के हुने सुन्तली, हाम्रो सल्लाह थियो। सल्लाह पनि लुकेर गर्नुपर्छ त? मसँग किन कुरा लुकाएको? मेरो छोराको खबर आएको हो? कहिले आउँछ अरे मेरो छोरो? चिरन बाबु, मेरो छोराको खबर त आएको हो नि? काकी उसको त के उसको? भन्न बाबु, किन चुप लागिस्? मेरो छोरालाई के भयो? किन बोल्दैनौ तिमीहरू? तिमी धेरै नरो। म कसरी नरौँ? तपाईँको अनुहार एक्कासी किन निराश भयो? अनि चिरनले किन टाउको निम्रेको? सुन्तली काकी, आफ्नो मन बलियो बनाउनुहोस्, नआत्तिनुहोस्। मलाई मनधरो भन नभन। यिनीहरूलाई बरु मेरो छोराको खबर भनिदेऊ भन। यिनीहरूलाई सबै कुरा थाहा छ। के भयो यहाँ? निकै रुवा बाई छ त, के भयो? दिदी के भयो? किन रोइरहनु भयो? काकी नराम्रो खबर आयो कि दाईको? हो नानी, खबर त आएको छ, के भएको थाहा छैन। तर कसको बारेमा के भएको? साउबा, यिनीहरूले केही पनि भन्दैनन् मलाई। मेरो छोराको खबर आएको छ। के भयो? कुरा के हो त? भन त चिरन बाबु। सन्दीप घर आउँदै थियो रे, बस दुर्घटना भएछ। बस धेरै तल पुगेको छ अरे। उसको मोबाइल भेटेर मलाई कल आयो, तर उसको लास र सास अहिलेसम्म भेटिएको छैन। सुन्तली नानी, नरौ। उसलाई भेटेको छैन भने अझै पनि आशा मरेको छैन। ऊ त कतै त होला नि, खोज्न सहयोग गरिदिनुहोस् न साउबा। घरमा आएर तपाईँको कागजमा सुत्छु भनेको थियो मेरो छोराले। काकी, आशा नमान्नुहोस्। हामीले शरीर नभेटेसम्म नराम्रो सोच्नुहुन्न। हो काकी, भगवान छ भने दाइलाई केही पनि हुँदैन। यो आतिर बस्ने बेला होइन। जहाँ दुर्घटना भएको छ त्यहाँ सबैजना खोज्न जाउँ। होइन दाइ, हामी गएर केही काम छैन। उद्धारकर्ताहरूले खोजिरहेका छन्। अहिले उसको मोबाइल भेटिएको छ, खबर आउला नि। काकी आँसु पुस्नुहोस्, दाईलाई केही हुँदैन। तपाईँको ममताले दाईलाई फर्काउँछ। ए भगवान, मैले तसँग खुसी मागिन, धन मागिन। मेरो छोरा सकुशल फर्काइदे भनेर त मागेको हो नि। एकचोटि यो आमाको पुकार सुन्दे मैले के मागेको छु र? यति एउटा त मागेको छु नि। हे भगवान, उसलाई के नहोस्, उसको बाटो हेरेर बसेका छौँ हामी। बाबु, मेरो छोरालाई भेटाइदेऊ। अरू मलाई केही पनि चाहिँदैन। केही ल्याएन भने म केही पनि भन्दिनँ। मेरो छोरालाई मेरो छातीमा राखेर रुन मन छ। होइन, हजुर झोक्राएर बस्नु भएको छ। के भयो? सन्चो नहुनलाई हो कि के हो? होइन, दिउँसोको खबर सुनेर दिक्क लागिरहेछ। आफ्नो छोरा सरको मान्छे दुर्घटनामा परेछ। ए हो र हजुर? अनि अरू केही खबर आयो कि आएको छैन त? खै केही थाहा छैन, दिउँसोको खबर सुनेको हो। बिचरा, अनि त्यो आमा बुवाको हालत के भइरहेको होला है? धन्न हाम्रो छोरो आँखै अगाडि छ। हो नि हजुर, आफ्नो सन्तान भनेको आफ्नो आमा बुवाको लागि आफ्नै अङ्ग जस्तै हो नि। त्यो खबर सुनेर म साह्रै डराएँ। सुन्तलीको छोराको जस्तै खबर हाम्रो छोराको नै आएको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला हजुर?
यस्तो कुरो कहिले पनि नसोच। हे भगवान्, यस्तो दुःख कसैको आमा बुवालाई नदेऊ। छोरोको बाटो हेरेर बसेको मान्छेलाई आँसु होइन खुसी देऊन्। त्यो आमाको काख फेरि पनि भरिदेऊ। हराएको छोरोले फेरि पनि आमा भन्दै उठोस्। भन न बुढी। रातभरि मनमा धेरै कुरा खेलेर निदाउनै सकिनँ। छोरो आएर आमा भनेर ढोका ढकटेक्नु छ कि जस्तो लाग्यो। रातभरि आँखा खुल्दै राखेँ, उज्यालो भयो, न छोरो आयो न खबर नै। म पनि काम निदाउन सकेको छु र कतैबाट खबर आउँछ कि भनेर मोबाइल हेरेर बसेको छु। मैले त्यसलाई जन्माउनलाई कति कष्ट सहेँ, कति भोकै बस्यौँ, कति अभाव सह्यौँ। तर यस्तो दिन आउला भनेर कहिले सोचेको थिइनँ। आफ्नो छोरो कहाँ छ भनेर थाहा पाउन पनि अर्काको मुख ताकेर बस्नुपर्ने। मैले उसलाई पठाउँदा एउटा कुरा भनेको थिएँ, पैसा कमाए कमा, नकमाए नकमा, तर घरमा छिट्टो आइज। उसले हाँस्दै टाउको हल्लाएको थियो। किन सहर पठाएँ भनेर आफूलाई दोष दिन्छु। तपाईँले आफूले आफूलाई दोष नदिनुहोस् हजुर। दोषी तपाईँ पनि होइन, म पनि होइन। दोषी त त्यो सहर हो अनि धन हो जसले हाम्रो छोरो कोसेर लग्यो। हाम्रो छोरालाई केही भएको छैन, छिट्टै भेटिन्छ। ऊ सायद कतै छ, ऊ घाइते अवस्थामा छ, ऊ बोल्न नसक्ने अवस्थामा छ। सायद उसले मलाई सम्झिराखेको छ। हेर्नु त बुढा, मेरो मुटु धड्किरहेको छ। मेरो छोरो जिउँदैछ। मलाई उसले आमा भनेर बोलाउँछ जस्तो लाग्छ मलाई। तिमी चिन्ता नगर, मैले चिरललाई पठाएको छु। दुर्घटना भएको ठाउँबाट खबर मात्र होइन, छोरालाई नै लिएर आउँछ। निर्मली, हेर्दा यो फेरि टोलाएर बसिन्छ। जा घाँस काटेर लिएर आइज। जान्छु आमा, ज्वरो आउला जस्तो पनि भयो, गाह्रो पनि भयो, त्यही भएर एकछिन बसेको। आउँछ तँलाई ज्वरो। म गोठामा गाईबस्तु भोक्कै छन्, एक ट्यान्द्रो घाँस छैन, खुर्क गरेर काटेर लिएर आइज। बुझेल? हँसिया त यहीँ छ होइन? नाम्लो मात्र बोकेर कहाँ गयो केटी? निर्मली, निर्मली, के गरिस् नि छोरी तैँले यो? निर्मली, मैले त तँलाई घाँस गर्न पठाएको नि छोरी, यो के गरिस् नि यस्तो? मैले मेरो छोरीलाई मारे। तिमीले छोरीलाई मार्यौ? तिमीले दिनदिनै गाली गर्नुभयो, काममा मात्र घोटाउनु भयो।
त्यही त भने छोरी तैँले यस्तो गर्छिस् भन्ने मैले सोचेकै थिइनँ। अब छोरी त मरिसकि रोएर के काम अब मलाई माफ गरिदे छोरी। तिमी कारणले हो यस्तो भयो। तिमी दोषी हो। तपाईँ हत्यारा हो काकी। हत्यारा होइन म हत्यारा होइन। निर्मललाई केही नहोस् भगवान्। अब म कहिले त्यसलाई हेला गर्दिनँ। साउजी आज हामी कहाँसम्म पुग्ने हो? सुन्दरी घरसम्म पुगेर आउन है। यस्तो दुःखको बेलामा पनि पैसा माग्ने जाने रहेछ साउजी। पैसा माग्न जानु लागेको होइन, आफूले केही गर्न नसके पनि 2 शब्द सान्त्वना दिएर आउन। हो साउजी, बिचराहरू कति पीडामा छन्। जाउँ हेर्नुहोस्। के भयो? हात खुट्टाले काम गर्दैन के हो तेरो? यसो हात चिप्लेको मात्रै हो आमा। ल ल छोड त आराम गर, म गर्छु। आज त मैले काम बिगार्दा पनि गाली गर्नु भएन नि आमा। हरेक कुरामा गाली गर्नै पर्छ भन्ने छ र? कहिलेकाहीँ त नचाहेर नि गल्ती भइहाल्छ नि। होइन आमा, आज हजुरलाई देख्दा मलाई अचम्मै लागेको। अनि छोड यी सब कुरा। अनि त्यो सुन्तल दिदीको छोराको केही खबर आएर त? होइन आमा, आज छैन होला खबर। हिजो राति सुन्तली दिदी डाक्को छोडेर रोको जस्तो सुनेको थिएँ। मैले पनि मन थाम्नै सकिनँ, आँसु नै झऱ्यो। हामी देख्नेलाई त यति गाह्रो हुन्छ, मलाई झन् कति धेरै गाह्रो भयो होला है आमा। हो नि, आफ्नो सन्तान आँखा अगाडि नहुँदा कति धेरै पीडा हुन्छ। झन् उसको छोरोको त अत्तो पत्तै छैन। चाहे त आमाको मनले सन्तान जहाँ भए पनि खोजिरहन्छ, अनि सन्तानले आमा खोज्छ। होइन, यस्तो कुरा तँलाई कसरी थाहा हुन्छ? थाहा भइहाल्छ नि आमा, म पनि कसैको छोरी भएर जन्मेकी हुँ। आफ्नै आमालाई सम्झिने बित्तिकै सधैँ आकाशतिर हेर्छस्। मैले तँलाई कहिले राम्रो गर्न सकिनँ है। हजुरले जस्तो व्यवहार गरे पनि सधैँ आए आमा, यसैमा खुसी छु। मैले तँलाई कति रुवाएँ, रुवाउँदा पनि कोही खुसी हुन्छ र? छोडिदिनुहोस् आमा यी पुराना कुराहरू। आज मलाई पुरानो कुरा छोड्नै मन लागेको छैन। अरूको छोरा दुर्घटना भयो भनेको सुन्दा पनि आफ्नै घर सुन्ने भएको जस्तो लागेछ। किन र आमा? किनकि आज मैले बल्ल बुझ्दैछु, सन्तान टाढा हुँदाखेरि घर सानो र सुनसान हुने रहेछ। आफ्नो त सँगै हुँदा पनि बुझ्न सकिनँ। आमा, आज किन निराश हुनुहुन्छ तपाईँ? तैँले मलाई आमा भनेर सधैँ बोलाइस्, मैले तँलाई छोरी भनेर कहिले बोलाइनँ। अब मलाई एउटा मौका दिन्छस्? कस्तो मौका हो र आमा, भन्नुहोस् न। आजबाट म तँलाई अलक्षिना होइन, छोरी भनेर बोलाउँछु है। हस् आमा, हजुरले यस्तो कुरा पनि सोध्नुपर्छ त। नराम्रो वचनहरू त सहे मैले, हजुरले छोरी भनेर बोलाउनु भयो भने म त कति खुसी हुन्थेँ। अब त म भगवान्सँग एउटै प्रार्थना गर्छु, तँलाई मेरो नजरबाट कहिले टाढा नलगिदिनु भनेर। अनि त्यो सुन्तली दिदीको छोरो पनि सकुशल भेटियोस्, त्यो आमाको रित्तो काख फेरि भरियोस्। आज मैले थाहा पाएँ, सन्तानलाई जन्म दिएर मात्र आमा नहुने रहेछ। त्यसैले मैले आजदेखि तँलाई आफ्नो छोरी माने। हिँडभित्र खाना खाऊँ, त्यस पछाडि बाँकी काम आमा छोरी मिलेर गरौँला। हुन्छ आमा। सुन्तली, ए सुन्तली, ए सौबाहरू आउनुभएको रहेछ। नमस्कार है सर। नमस्कार, बसौँ न। नमस्कार। नमस्कार। ए गोदी थियो न। अनि के छ तिमीहरूको हालखबर? छोराको के छ?
सास अथवा लास केही थाहा पाइयो पत्ता लाग्यो त होइन साउजी चिरनलाई बुझ्न पठाएको छु हामीले पनि कोसिस गरिरहेका छौँ साउजीले बजारतिर चिनाजानातिर सबैमा कोसिस गरिरहेको छ तपाईँहरू हाम्रो दुःख देखेर आइदिनु भयो तपाईँहरूलाई धेरै धन्यवाद मेरो छोरो कहाँ छ होला साउबा यतिको समयसम्म त भेटिनु पर्ने भेटिन्छ तिम्रो चिन्ता नगर न भेटेर पनि शनाखत नभएको कि चिरनले के खबर लिएर आउँछ कि अहिले धैर्य गर न है खोइ साउजी त्यो बाबुको पनि कतै चिन्जान छैन के खोज्लान् र बाबुले मैले बजारमा धेरै मान्छे चिनेको छु अस्पतालदेखि गाडीवालासम्मलाई सबैलाई मैले खबर गरिसकेको छु तिम्रो चिन्ता नगर केही सूचना आउने बित्तिकै तिमीहरूलाई हामी खबर गरौँला नि त यसरी खोज्दा पैसा लाग्छ होला नि साउजी तर हामीसँग त फुटेको कौडी पनि छैन म पनि त्यही कुरा गर्न आएको उता जति पैसा लाग्छ म खर्च गर्छु तिमीलाई चाहिएको खर्च पनि म दिन्छु तर यसको ब्याज म लिन्न साउजीले ठिक भन्नुभयो पैसा भने त कमाउला नि यति बेला पैसा भन्दा ठुलो तिमीहरूको छोरा हो साउबा हजुरको यतिको मन छ भनेर मैले सोचेको पनि थिइनँ हजुरको गुण हामीले कहिले पनि बिर्सिनु छैन सौभा साउजी बाहिरबाट हेर्दा जति कठोर देखिनुहुन्छ उहाँको मन त्यति नरम छ भयो भयो धेरै फुर्काउनु पर्दैन दुःखमा परेको मान्छेलाई यो गर्नु नै हाम्रो कर्तव्य हो सबैले गर्दैनन् नि साउजी अनि भाइ चिरनले के खबर ल्यायो भने उपचार गर्नु पर्यो भने तुरुन्त खबर गर्नु मलाई मैले थुप्रै डाक्टर अनि अस्पताल चिनेको छु पैसाको कारणले उसको उपचार रोक्नु हुँदैन साउजी आज मेरो घरमा तपाईँ भगवान भएर आइदिनु भयो साउबाको काम गाउँमा कसैलाई अप्ठ्यारो पर्दाखेरि ढोका बन्द गर्ने होइन ढोका खुल्ला गर्नुहुन्छ तिमीहरूले उहाँलाई चिनेकै छैन हो यो चाहिँ ठिक भन्दैछ तिमीहरूको छोरो कहाँ छ के छ म पत्ता लगाउने कोसिस गर्छु है मेरो छोरो कहाँ छ खबर मात्रै भए पनि ल्याइदिनु साउबा तिमी चिन्ता नगर सौबाले जसरी भए पनि पत्ता लगाउनुहुन्छ तिम्रो आशा नछोड आमाको मनले सधैँ सन्तानलाई खोजिरहन्छ यही हो आमाको ममता भने हुन्छ साउजी जाउँ हामीले पनि कहाँ कहाँ हुन्छ यसो खोजौँ जाउँ अब हामी सबैतिर खोजबेच गर्छौँ तिमीहरू राम्रोसँग बस पिर नगर है नमस्कार आज कसैले हाम्रो दुःख बुझ्यो हो बुढा मेरो मनले एउटा कुरा मात्रै मागिरहेछ मेरो छोरो घर फर्केर आओस् आमा भनेर बोलाओस्